मसिकाए मधु कि वहे संस्कार कुकी जिम त गब्ले हे थाउने मबिल छिमीगु इज्जत चाहिँ इज्जत जिमो चाहिँ इज्जत मरु वंगु सञ्चारबार कुनु सिटी सेन्टर या बिग मुभी जे बाटो मुनिको फुल 2 या छगु विशेष शो क्योंगु ओगु विशेष शो श्वेत दलित सांसद तेगु न उपस्थिति दुगु खसा शो सुरु जुई सिबे न्य बाटो मुनिको फुल 2 या कलाकार ओ प्राविधिक पिन्त मतिनाय चिन ल लागु ख किन यसो गर्छ यति हृदय छोयो है कसरी भन्ने म सुरुदेखि अन्त्यसम्म रोइरहेको छु है यो चाहिँ समाजले परिवर्तन ल्याओस् हाम्रो यही चाहना छ कि हैन जुन इच्छा जुन लेखकले लेख्नु भएको छ समाजले चाहेको छ त्यो चाहिँ परिवर्तन भएर छोडो सरकारले यसलाई बुझिदियोस् त्यही नै हामीलाई एकदम खुसी छ अब हामीलाई लाग्छ कि यो फिल्म हेरेर मान्छेले जातीय छुवाछुत गर्नु हुँदैन भन्ने खालको एउटा हरेक मान्छेको मनमा कुरा जाग्नुपर्छ यो धारणा र हिन्दू राष्ट्रको रूपमा जुन आइरहेको छ यो चाहिँ असाध्यै राम्रो मेसेज दिएको छ यसले सही निर्देशन दिएको छ यस्तो फिल्म चाहिँ नेपालमा बन्नुपर्छ असाध्यै राम्रो आयो नेपाली समाजको जीवन्त कथा आएछ र नयाँ पुस्तालाई फेरि नयाँ सन्देश दिएको छ रको जातीय भेदभाव छ त्यसको अन्त्यको लागि एउटा सकारात्मक सन्देश दिएको छ यो चाहिँ हाम्रो समाजको एकदम यथार्थ चित्र छ हैन यो फिल्मले चाहिँ एउटा जुन खालको एउटा विभेद खेपिरहेका दलित समुदाय छन् तिनीहरूको एउटा अवस्थाको बारेमा क्लियर बोलेको छ र यस्ता फिल्महरू अझै पनि निर्माण हुनुपर्छ यो समाज परिवर्तनमा चाहिँ यसले एउटा कोसे ढुङ्गा थपेको छ भन्ने लागेको छ यो फुलले मेरो मनै छोयो राम्रो रहेछ समाजमा सन्देशमूलक छ र समाज परिवर्तनमा पनि यसले ठुलो काम गरेको छ फिल्म असाध्यै राम्रो छ यो धार्मिकबाट पनि त्यति ठुलो चेन्ज आउँदैन रगतको नाताले चेन आउँछ भन्ने कुरो सङ्केत दिएको छ फिल्म सिकाइ बाला बाटो मुनि फुल चाहिँ जुन जातीय भेदभाव यो चाहिँ नि आठौँ जमानामा जातीय चाहिँ भेदभाव जुई मखोरी चाहिँ ठुलो प्रश्न केको त्यहाँ बाला डक्टर यही तो कहाँ चाहिँ गर्न नसक्नेले किन रिस देखाउनु खै लोग्ने पनि कस्तो पर्ने यसको हेरौँ म जस्तो परे त ठिकै हो नत्र के रे फुर्ती नलगा राक्षस जस्तो तेरो बाउ भएको घरमा को आउँछ बुहारी भएर जुनेली मुखमा आयो भने जे पाए त्यही नबोल एकदमै सेन्सिटिभ सब्जेक्टमा बनाएको सिनेमा हो बाटो मुनिको फुल छुवाछुतको विरुद्ध होइन एउटा अभियानै हो एउटा आन्दोलन हो बाटो मुनिको फुल सिनेमा आफूमा नै त्यो कारणले गर्दाखेरि हामीले फेरि बाटो मुनिको फुल बनाउन नपरोस् होइन यो जुन छुवाछुत भन्ने एउटा यो रोगै भन्छु म यसलाई यो चाहिँ निर्मूलै भएर जाओस् हाम्रो समाजबाट हाम्रो देशबाट होइन र यदि त्यो कुरालाई तपाईँ सपोर्ट गर्नुहुन्न भने चाहिँ बाटो मुनिको फुल आएर हेरिदिनुहोस् हामीले एकदमै धेरै मेहनत गरेर एउटा सेन्सिटिभ सब्जेक्टमा यस्तो सब्जेक्टमा फेरि फिल्महरू बनि नरहला नेपालमा सो तपाईँहरूको साथको चाहिँ एकदमै जरुरत छ हामीलाई अलि सानोलाई एलोबरेट गरेर हुनुपर्नेमा धेरै कुराहरू छोटकरीमा चाहिँ देखाउँदाखेरि अलि धेरै नै अब म आफ्नो काम पनि नपुगे जस्तो लाग्यो के दुई बाटो मुनिको फुल 2 मा चाहिँ एकदम फ्लो राम्रो छ होइन एकदम स्टोरी राम्रोसँग बगेको छ जस्तो 1 मा बरु जिगज्याग थियो 2 त एकदम बेस्ट लाग्यो अझ मेरो कामै थिएन भन्यो भने किनकि म 1 मा मरिसकेको थिएँ होइन त्यो हिसाबले चाहिँ बरु 3 मा हुन सक्छु पुनर्जन्म मरे हजुर एकदम राम्रो लाग्यो कथाको उद्देश्य जे थियो त्यो चाहिँ एकदम राम्रोसँग उजागर गराएको छ एकदम राम्रो भएको छ मैले सोचेको भन्दा 200% बढी राम्रो पाएँ मुभी र वरिपरि साथीभाइहरू हुन्थ्यो यति धेरै रेस्पोन्स गर्नुभयो वाउ कस्तो राम्रो बनाएर रहेछ मुभी सोचेको भन्दा राम्रो
रिजल्ट आएको छ एट लास्ट मुभी हलमा हेर्दाखेरि र जुन तपाईँले अडियन्सहरूको साथ देखिराख्नु भएको छ यो कुरा पनि थाहा हुन्छ एकदमै पोजिटिभ न्युजहरू आइरहेको छ माउथ पब्लिसिटी अत्यन्तै राम्रो भइरहेको छ हेरौँ अबको फेरि केही दिनहरूमा अत्यन्तै राम्रो रहनेछ जोजोलप्पा जसिसमा नकमी छौँ बाटो मुनिको फुल दुई यागु छौँ स्पेशल सोज वे चौंगुदु अले मिया चाहिँ जी जिम पासबिना बचना सोया थौ चाहिँ रियल ऑडियंस तना बसो इबले चाहिँ वेकअप निगु छौ फीडबैक वे चौंदु के चाहिँ जी तस्कहे लेता हो अले छ बाटो मुनिको फुल भाग दुई के चाहिँ जी थम न्यवा मचाए जे हामी त चलाउँदो अले जिगुपटी न्यवा भाषा वो पटी जुन चाहिँ डायलॉग ख वो होबले चाहिँ तस्कहे झन् जिता दर्शक त्यसमा एका दिल छिकपिनसाना बाटो मुनिको फुल भाग दुई सो झाइ दैगु भलसा कैचनागुदु हेलो जजलप्पा जी एस कुमार मैले यसमा हाम्रो चलचित्र यो बाटो मुनिको दुईमा हामीले धेरै संस्कार धेरै संस्कृति नेपालमा रहेका जति पनि संस्कृतिहरूमा भएका केही भाइरसहरू केही त्यस्ता राम्रो संस्कृति छ र त्यसमा केही रोगहरू लागेका छन् त्यो रोगलाई चाहिँ हामीले प्रस्ट्याउनुपर्छ फ्याँक्नुपर्छ भनेर हामीले भनिरहेका थियौँ होइन त्यो कारणले चाहिँ यो चलचित्र हामीले देखाइसकेपछि जसरी हामीले नेवार कल्चरलाई पनि देखाएका छौँ मङ्गोलियन आर्यन जति पनि कल्चरहरू सबै कल्चर मिलेर मिक्स भएर अगाडि बढ्दाखेरि त्यसले उन्नति गर्छ है भन्ने खालको मेसेज जुन हामीले दिन खोजेका थियौँ त्यो हिसाबमा हामी सफल भएका छौँ यहाँले फिल्म हेरिसक्नु भएको छ भने पक्कै पनि त्यो महसुस गर्नुभयो होला आजको जुन तरिकाको माहौल हामीले पायौँ जसरी चाहिँ दर्शक उर्लेको हामीले पायौँ होइन त्यस कारणले गर्दाखेरि हामीले जुन देखाउन खोजेका थियौँ जे प्रश्न खोजेका थियौँ त्यो कुरामा हामी सफल भएका छौँ